So hello and namaste everyone, how are you all? I hope you all are fine and म पनि एकदम सन्चै आराममै बब्बाल ठिकठाकै छु and welcome back to कान्छा vlog एके राजु थापा मगर है। म चाहिँ सो बिहान खानासाना खाएर आइसक्यो। मेरो के भन्छ लन्च बिहान भन्दा नि 2 बज्नु लागिसक्यो मेरो लागि चाहिँ बिहान हो। किन आई वक अप एट 12:30 है 12:30 किनभने सिफ्ट मेरो आज 2 बजेको छ। सो क्या धूप है रे भाई कसम से हैन। हिजो चाहिँ अफ थियो है एन्ड आई थट टु मेक सम भिडियोज बट आई कुड नट किनभने हिजो अफको दिन यस्तो प्लानिङ थियो कि मेरो अलिकति बाहिरतिर गएर होइन भिडियो सिडियो बनाउँछु भनेको बाहिर निस्केको घाम चर्को हिँड्नै मन नलागिरहेको क्या कहीँ जानै मन नलाग्यो रुममै गयो छुट्टी घरतिर कुरा गरेँ फ्यामिलीसँग कुरा गरेँ आया यो चाहिँ मेरो समथिङ आई ब्रिङ फ्रम बाकाला नाउ खाना खाएर अब अहिले चाहिँ म फेरि मेरो रुमको तर्फ जाँदैछु। यो बिल्डिङ हो मेरो चाहिँ एन्ड यहाँ गएर मैले चाहिँ युनिफर्महरू चेन्ज गरेर जानुपर्ने हुन्छ ड्युटीको लागि। ड्युटीमा त आज त्यस्तो खासै बिजी रहँदैन होला। आज सेकेन्ड डेज अफ विकडेज होइन। हिजो त तर बिजी भएर रहेछ मन्डे कहिले बिजी नहुने हिजो बिजी भएर रहेछ। आज पनि हुने चान्सेस छ। सो मेरो लागि लिफ्ट खुल्दै रहेछ। मेरो रुम चाहिँ रुमै भनौँ न त्यस्तो फ्ल्याट होइन रुम चाहिँ एक नम्बर में है। सब अन्त जस्तो देख्दो रहेछ त भन्छ होइन त्यति साह्रो पनि देख्दैन भन्छ। सो आ गया एक नम्बर होइन एक नम्बर ही है। सो आएँ रुममा चाहिँ सायद कोही पनि छैन होला। जब मर्निङ सिफ्ट छ तपाईँहरूको सो होइन रुमको हालत हेरेर यस्तो छ नि छा कसम भनेको यस्तो छ हौ। ड्रेस युनिफर्महरू यो निकालेर राख्यो है धोएर मिलाएर लान्छु लाएर जान्छु त्यस्तो फेरि भद्रगोल राखेन भने ओछेन्ची मिलाएको छैन मिलाउनु पर्छ अहिले। वेयर इज माई एनदर फोन अर्को फोन थियो जस्तो लागेको थियो यहाँनिर। कति बज्यो टाइम अब त चस्मा खोल्दै शान्ति मिला। प्रकाश दाई आप्पै नि त कहाँ हुनुहुन्छ दाई? मैले त फोन त यहीँ राखेको थियो सुबिन। फोन गरेको रहेछ दाइले सायद आउनु भएको थियो होला। म चाहिँ खाना खानु गएको थिएँ फोन चाहिँ यहीँ छोडेर यो अर्को फोन मात्रै बोकेर। सो अब चाहिँ रेडी हुन्छु अनि त्यहाँबाट ड्युटीतिर लाग्छु। कति बज्यो साँच्चै मैले टाइम हेर्छु भनेर फोन ल्याएको थिएँ है 1:31 बजी आधा घन्टा छ। आधा घन्टा भन्दा नि 45मा तल झर्नुपर्ने हुन्छ गाडी आउँछ 15 मिनटमा म ड्युटी पुग्छु। सो अहिलेलाई चाहिँ म निस्किन्छु ड्रेस लाएर अनि त्यहाँबाट पछि भेट्छु है त सायद मेबी अन द वे टु वर्क हुन्छ होला। सो फाइनली म चाहिँ रेडी भएर पनि निस्किसकेँ। अनि हाम्रो यहाँ चाहिँ यस्तो मिरर छ है म देख्छु कि देख्दैन तर फुल हुनुपर्ने क्या दामी देखिन्थ्यो। रेडी भएर निस्किसकेँ तर मलाई निस्किनु मन लागेको छैन यो बाहिरको घामले गर्दा। बस कुर्नुपर्छ नि त मैले अलिक छिटो निस्क्यो के हो यार बाहिरको घामले गर्दा मलाई बस्नु मन लाग्दैन। सो यताकोतिरको भ्यू चाहिँ यस्तो छ। दिउँसो चाहिँ बेलुकी बरु क्राउडेड हुन्छ दिउँसो त्यति क्राउडेड हुँदैन किनभने यता चल्ने भनेको नि नाइटमा हो जे पनि क्या होइन 24 आवर्स पनि हो नि त यो कन्ट्री भनेको चाहिँ। सो यताबाट जाने हो एउटा सुलिमानी हानेर जानुपर्छ क्या यार। निन्द्रा लाग्ला भात खाएर आएको निन्द्रा लाग्ला जस्तो भयो। अब ड्युटी जानुपर्छ सुत्नु पाएँ क्या मजा आउँथ्यो होला होइन। कोही कसम भनेको यार आई मिस नेपाल कि खाना खाएर 1 घन्टा भयो भने सुत्नु पाउँथ्यो यार होइन। नेपाल त हरेक क्षणमा मिस गरिरहन्छ त्यही ड्युटीमा मात्रै हो त्यति काम गर्दा मात्रै मिस नगर्ने नभए ड्युटी सकिसकेपछि हरेक क्षणमा नेपाल जानु मन लाग्छ मलाई। अहिले जाउँ भोलि जाउँ भरे जाउँ भन्ने जस्तो फिल हुन्छ क्या। अब यहाँ एउटा सुलेमानी गर्मी पनि सुलेमानी खाएर जानुपर्छ यार। भैया एक सुलेमानी तर जल्दी कर दो। सुलेमानी को पैसा दिउँ। थैंक यू ये टी बैग ले लो ना लीजिए।
इधर है ही नहीं यस्तो गर्मीमा पनि होइन सुलेमानी भनेको चाहिँ कालो चिया हो है यहाँ चाहिँ सुलेमानी भन्छ होइन अब नेपालतिर चाहिँ कालो चिया यता चाहिँ सुलेमानी यस्तो कम्तीमा भनेको नि 39 to 40 डिग्री सेल्सियस गर्मी होला होइन एन्ड आइएम टेकिङ सुलेमानी किनभने बस वेट गर्नुपर्छ म अलिक छिटो निस्केँ क्या शीतल पनि छैन यार कतातिर गएर वेट गरौँ गर्मीले गर्मी काट्छ भनेको यही हो क्या होइन यहाँ अलिक घाम रहेछ अब चेयरमा बस्नु पर्ला त्यहाँनिर चेयर छ त्यो चेयरमा बस्नु पर्ला अहिले बस आएपछि अनि टक्क बस्नु जाउँ ल वेटिङ गरौँ सुलेमानी खाँदै त्यो 101 त आइसकेछ अर्को बस आउला जस्तो छ उतापट्टिको स्टपमा हो यो चाहिँ हाम्रो स्टप चाहिँ यहाँ हो है लेट्स ड्रिङ्क टी एन्ड वेट सो फाइनली अहिले चाहिँ हामी आइसक्यौँ हाम्रो के भन्छ वर्क प्लेसमा पार्किङमा अहिले चाहिँ म यता ब्याक साइड लिफ्टबाट आएको नि त अनि पार्किङमा छु अब यताबाट एन्ट्रेन्सबाट गर्नुपर्ने हुन्छ मैले चाहिँ अनि त्यहाँबाट यस्तै छ है बसमा चाहिँ भिडियो बनाउनु पाउँदैन क्यामेरा पनि अलाउड छैन धेरै बोल्नु पनि अलाउड छैन यहाँको रुल्स एन्ड रेगुलेसन अलिकति डिस्टेन्स आउँछ हाम्रो चाहिँ यहाँबाट टक्क मेन इन्ट्रेन्सबाट छिरेर फन सिटी आउँछ फन सिटीबाट टक्क फुड कोर्ट आउँछ फुड कोर्टबाट यस्तो गएपछि ठ्याक्क हाम्रो यो आउँछ सो अहिलेको लागि चाहिँ यति नै है अब ड्युटी सुटी भ्याएर भेट्छु म बेलुकी एकैचोटि के छ आफ्टर पुरै ड्युटी सुटी भ्याएर म चाहिँ खाना खाएर पनि भर्खर फेरि भ्लग सुरु गर्दैछु किनभने बिजी थियो आज बिजी हुन्न जस्तो लागेको थियो तर लास्ट बिजी भयो है अनि सो खानासाना खाएर पनि म चाहिँ यता केटाहरूबाट आफ्नो रुमतिर आइया यो ढोकाले जहिले यो ढोकाले जहिले मलाई हान्छ क्या खोल्नु न हो कि के हो अनि सो ड्रेस पनि चेन्ज गरेर यस्तो भोक लागेको थियो कि ड्रेस पनि चेन्ज नगरेर ब्याग फ्याँकेर खाना आएँ अब गएर फेरि फ्रेस अप हुन्छ फ्रेस अप त के हुनु ड्रेस चेन्ज गर्छु अनि चट्ट लगाएर भिडियो एडिट गर्ने काम हुन्छ मेरो चाहिँ धेरै पनि लाग्दैन नर्मल आधा एक घन्टामा भ्याइहाल्छु अनि त्यहाँबाट अपलोड गरेर सुतिदिन्छु सोचेको चाहिँ त्यही चाहिँ अब निन्द्रा लाग्छ लाग्दैन कसम भनेको निन्द्रा त त्यो आफूलाई होइन के भएको छ भने के भएको छ नि जब ड्युटी जाने बेला हुन्छ त्यतिखेर उठ्नु मन लाग्दैन नभए त रातभरि जागेर बस्दिनु जस्तो लाग्छ ओहो यस्तो हुँदो रहेछ मलाई मात्र हो कि न सबैलाई मात्र त्यस्तै हो होइन मलाई चाहिँ त्यही भएको छ पहिले नेपालमा हुँदा थाकेको हुन्थ्यो भोलि ड्युटी छ भने चाहिँ टाइममा सुत्यो टाइममा उठ्यो त्यस्तो हुन्थ्यो 2 वर्ष भइसक्यो यो 2 वर्षमा निन्द्रा कति मारेर कति यो गऱ्यो भने त तर मलाई बिहान भन्दाखेरि पनि बेलुकी जब मतलब ड्युटी सकेर आएपछि हुन्छ नि त्यतिखेर अलिक कुराहरू आउँछ अलिक एक्टिभ भएर बोलेको जस्तो आफूलाई नै फिल हुन्छ क्या बिहान भर्खर उठेको हुन्छ दिमागमा के हुँदैन के बोल्ने के नबोल्ने कसरी स्टार्ट गर्ने के गर्ने थाहै हुँदैन क्या सो यस्तै चलिरहेको छ हाम्रो जिन्दगी अनि वन्स अगेन थ्याङ्क यू फर वाचिङ माई भिडियो यसो सपोर्ट गर्नु होला लाइक सब्सक्राइबहरू हान्दै गर्नु होला अब अहिलेसम्म त 2-3 भिडियो हालिसक्यो खै के छ कसो छ मैले युट्युबमा के हेरेको छुइनँ भाग्नुपर्छ यार युट्युबमा सब्सक्राइबर के कस्तो छ थाहा छैन पहिले जति थियो त्यति नै छ होला जस्तो लागिरहेको छ भ्युज थाहा छैन फेसबुकमा चाहिँ अब हेरिरहेको हुन्छु फेसबुक चलाइरहेको हुन्छु त्यही भएर मलाई लाइक कमेन्ट्सहरू आइरहेको हुन्छ अनि खुसी पनि लाग्छ त्यो देख्दा चाहिँ सो यस्तै भन्दै अब जाँदैछु मेरो बिल्डिङ चाहिँ आइसक्यो यहाँ यो अगाडिको यो वाला बिल्डिङ हो सो त्यहाँ पुग्नुभन्दा अगाडि नै म आजको भिडियो एन्ड गर्छु र अर्को भ्लग अलि इन्ट्रेस्टिङ काममा गएको या उठेको डेली भन्दा अरू केही इन्ट्रेस्टिङ चिजहरू देखाउनु सोचाइ आशा गर्नेछु हेरौँ के हुन्छ सोचेको जस्तो हुन्छ हुँदैन अब यहाँ अल्छी लाग्छ कि अरू भन्दा नि अल्छी लाग्छ मेन भनेको है यो अल्छीलाई मार्नु सक्यो भने चाहिँ खतरै हो त्यही पनि सक्दैन यार ओके त बाई बाई सी यु इन नेक्स्ट भ्लग